मैले भनेको थिएँ को आएछ आज पनि फेरि पहिलाकै मान्छे आएछ है क्या हो भनेर भनेको थिएँ। बिहान 7:30 बजे देखेको मान्छे साथीहरू बेलुका के अरे 2 2:30 बजीसम्म चाहिँ घर बाहिर त्यो झाडीमा रहेछ क्या त्यो मान्छे। अनि त्यसपछि खाजा खाना लाएको थिएँ। खाजा बनाएर खाजा खाँदै यसो बाहिर हेरेको थिएँ त्यो मान्छे त त्यहाँ रहेछ। म त एकदमै सपना जस्तो भएँ। बिहान देखेको मान्छे कसरी यत्रो घन्टासम्म त्यो मान्छे चाहिँ यहाँ हुनसक्छ भनेर मलाई चाहिँ टेन्सन भयो क्या। अनि भित्र गएको खाजा चाहिँ अलिकति बनाउनै बाँकी थियो। म चाहिँ हामीले चाहिँ जति खान्छौँ त्यो एकचोटि मात्रै बनाउँछु कि बनाएर धेरै राख्दिनँ। अनि खाजा बनाउनलाई अझै बाँकी थियो। अनि त्यसपछि त्यो मान्छेलाई चाहिँ अनि यसो हेर्दै नगयो कि बा भन्दै हेर्दै गयो कि बा भन्दै हेर्दै चाहिँ खाजा बनाएँ। थोरै एउटा दुइटा बनाउनु थियो त्यो दुइटा आलु पराठा बनाएँ। अचार अलिकति थियो हालेँ। अनि हतार 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 तल गएँ। एउटा प्लेटमा लिएर तल गएँ। अनि त्यसपछि पर झाडीमा त्यो खाली चौर छ मेरो अनि त्यसमा चाहिँ झाडी छ। अनि उसलाई चाहिँ अनि मैले बोलाएँ भाइ भनेर भनेको त बिचरा खानै दिन लायो भनेर छिट्टो छिट्टो सुई 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 आयो क्या। अनि त्यसै भोक लागेको छ भने त छ दिदी भयो। अनि त्यसपछि खाजा खाने भने त खाने रे ल खाऊ भनेर दिएको त यस्तो माया लाग्दो गरेर खाएँ कि ओ माई गड मलाई त कस्तो के साथीहरू सबै मान्छेहरूको आफ्नो आफ्नो दुःख हुन्छ नि त होइन। सबै मान्छेहरू चाहिँ एउटा न एउटा